हजुर दाइ हजुर उता गइसिने हो ल यता यतै आउनुभयो त त्यो अघि त्यो मान्छेले त्यसलाई थाहै रहेछ क्या त्यताले माथिको बाटो बन्द हो नि त त्यही बाटो त नि बन्द होइन यो यहाँबाट सिधै उतै गएपछि बन्द छैन उता गएपछि बन्द छ होइन दाइ अघि दाइ त्यहाँ आयो क्या दाइ खासमा हामीलाई थाहा छैन नि त अनि त्यो दाइले त्यो दाइ फेरि त्यो उता पल्लो बाटो छ नि पर यता आउनु खोज्यो त्यो बन्द रहेछ होइन बन्द रहेछ यस्तो भयो त्यो दाइ फेरि उता गयो यसरी खुल्छ नि त्यहाँबाट जानुपर्ने भयो यता आउनुपर्ने भयो यहाँ जिएनजीमा आउनुपर्ने भयो हजुर अनि त्यसलाई के भन्छ के अगाडि भन्नुपर्छ नि त त्यहाँ नजिक भाइ यहाँ बन्द रहेछ होइन 20-30 रुपियाँ थपिदिनु होला भाइ म घुम्नुपर्छ भन्नुपर्छ नि त सिधै भन्नु भएन अनि त्यहाँ पारि अघि हामी जम्मा जान्थ्यौँ नि त्यहाँ पुगिसकेपछि त 2-3 किलोमिटर धेरै कुद्नु पर्यो 300 रुपियाँ हालिदिनु है भन्नुहुन्छ मिलाएर बिस्तारै भाइ मलाई गाह्रो हुने भयो धेरै कुदेँ भन्यो भने ठिक छ नि त किन हाल्दैन हामीले हाल्दिन आवश्यक छ बोलेमा भर पर्ने हो नि त होइन त दाइ हामीलाई अब दिन आवश्यक छैन नि त किन दिनु हो जति उठ्छ त्यति दिनु नि इन्ड्राइभमै आएको हो कि साइको रहेछ अनि यस्तो हो त्यो हामीलाई पनि थाहा छ नि दाइ कति माइलेज उठ्छ कति किलोमिटर उठ्छ सबै थाहा छ हामीलाई थाहा छ नि त 1 लिटरले 14 किलोमिटर दिन्छ भनेपछि घाटा भयो त त्यहाँ घाटा छ त त्यहाँ घाटै छैन नि त अब लग्छु भनेर एक्सपेक्ट गरेर हाल्दै खानु त्यो अब होइन घाटा भएको भए बेग्लै कुरा भयो घाटा छ यताउता छ भने बेग्लै कुरा हो कि होइन तर घाटै छैन भनेपछि त त्यो एक्स्ट्रा थर्काएर माग्ने हो त हामीसँग धन्दा पैसा नदिएर हिँड्नु लाग्थ्यो बिचरा बोलीमा भर पर्छ कि भाइ अलि पैसा भन्ने भयो थप्दिनु होला भने बेग्लै कुरा के अगाडि भन्नु पऱ्यो कि होइन यहाँ बन्द रहेछ भाइ यस्तो रहेछ थाहै भएन भन्ने नि थिएन कि हामीलाई के थाहा हामीलाई थाहा हुँदा भनेर आएको त हामी होइन नि हजुर व्हाइटमा पनि छ ग्रिनमा पनि छ 1 लिटर यिनले चलाउनु मिल्छ बक्स चाहिँ छैन तर चलाउनु मिल्नेवाला चाहिँ हो ल ल ल म कल गर्छु मेरोबाट कहाँ गएछ नेउरो गएछ हो नेउरो लाग्छ भने त आज अल्छी लागिरहेको यार त्यहाँ उहाँ चाहिँ त्यसको कपडा किन्न चाहिँ गएपछि जानुपर्छ 3 बजिसक्यो 4 बजीतिर जानु कपडा के धेरै पनि कुकुर सुकुर सब किने हो त केही किनेकै छैन भने त्यही भएर त आधी गर्दै आजभोलिबाट किन्दै गरौँ भनेर एकैचोटि नकिन्ने होइन झ्याउ हुन्छ नि एकैचोटि आज जस्तै 20-25 हजार 20,000 जतिको त्यस्तै गरेर किनौँ भनेर एकैचोटि किन्न परेपछि पछि छुट्छ क्या सामान्य होइन हो त्यो त बना लिस्ट त बना लिस्टको तर एउटा केही पनि किनाएन सामान त अब पैसाको अलिकति फिक्स भयो अब किन्ने अब त्यहाँ कन्सल्टेन्सीमा पनि मागिरहेको थिएँ क्या कन्सल्टेन्सी चाहिएन 1,20,000 मागिरहेको भने मैले अस्ति 1,20,000 त्यत्रो लिन्छ र 20,000 मात्र दिन्छु मैले त
साइकको हातिरहेको त्यत्रो त नमाग्नु पऱ्यो नि चार्जर त्यति महँगो लग्दैन नि त तिमीहरू धेरै हो 70-80 हजार चाहिँ लग्छ अरे क्या खासमा पहिला पहिला चाहिँ लाग्दैन पैसा लाग्दैन भन्छ नि पछि लास्टमा त्यो पनि कस्तो माग्यो अब त्यो कलेज फी माग्दा बित्तिकै अलिकति हुन्छ नि त त्यो 11 लाख तिरेपछि तिनीहरूको पैसा तिरिहालिन्छ नि होइन जे भयो नि मिलाएर यताउता जे 11 लाख 1 वर्षको फी हो र कलेजको 1 वर्षको कोर्स होइन त कि 2 वर्षको कोर्स हुन्छ ल्याङ्ग्वेज 1 वर्ष होइन 2 वर्ष हो ल्याङ्ग्वेज 2 वर्ष फेरि त्यो सकेपछि बल्ल युनिभर्सिटी होला 2 वर्ष कलेज 4 वर्ष टोटल 2 वर्ष युनिभर्सिटी 2 वर्ष कलेज ल्याङ्ग्वेज पैसा मागेको जानेमा म त त्यही धेरैमा त्यही 70-80 हजार पहिला अस्ति गभर्मेन्ट बनाउँदाखेरि लगाएको पैसा 40 हजार कि 45 हजार